मिथिलामा पान एउटा संस्कार नै भएको छ, अर्थात् जन्मदेखि मृत्युसम्म यसको प्रयोग हुने गरिएको छ। जन्म हुँदा पनि छठिहारको समयमा पानको प्रयोग हुन्छ भने मृत्युको समयमा पनि हुन्छ, वैवाहिक कार्यक्रममा पनि हुन्छ, अर्थात् कतै न कतै शुभको प्रतीकको रूपमा पानलाई लिने गरिन्छ। मिथिलाको सांस्कृतिक जीवनको रहनसहन बनेको छ र पान सेवनकर्ताको दिन प्रतिदिन सङ्ख्या पनि बढिरहेको छ र यसका विशेषताहरू थुप्रै छन्। खास गरेर हेर्ने हो भने कतै न कतै हाम्रा तात्कालीन इतिहाससँग जोडिएको छ। अर्थात् मिथिलामा बङ्गाल पान त्यो बेला आयो, बङ्गला पत्ता जसलाई हामी बङ्गला पत्ता भन्छौँ, बङ्गला पत्ता त्यो बेला आयो जुन बेला लक्ष्मण सेनको समयमा यो सम्पूर्ण मिथिलाका भूभाग बङ्गालको अधीनमा थियो र त्यसै गरी बनारसी पान खानेको सङ्ख्या पनि बढ्यो र यसका पछाडि कारण के थियो भने यस भेगका पण्डित पुरोहितहरू पढ्नको निमित्त बनारस जान्थे र पूजापाठका निमित्त बनारस जान्थे र उहाँहरूले त्यहाँ प्रचलित रहेका पानलाई सेवन गर्न थाले र बनारसी पानको विकास भयो। अर्थात् यो मिथिलाको कला संस्कृति सँगसँगै इतिहासलाई पनि जोडेको छ पानले। हामी यो कार्यक्रम मार्फत अर्थात् हामी यो पानका विशेष र विशेषताहरूको विषयमा आज जानकारी दिन्छौँ। हामीसँग हुनुहुन्छ रञ्जितजी। उहाँको पहिचान एउटा के हो भने उहाँको पहिचान उहाँ साइकल यात्री पनि हो। विश्वका विभिन्न ठाउँमा अर्थात् भारत र नेपालको विभिन्न ठाउँमा उहाँले साइकलबाटै यात्रा गर्नुभएको छ, एउटा त्यो उहाँको पहिचान छ। अर्को यो जनकपुरको बस पार्कमा उहाँले पान पसल थाप्नु भएको छ। हामी यो खास गरेर पानका विषयमा उहाँसँग कुराकानी गर्छौँ। रञ्जितजी, कति दिन भयो काम गरेको यो? नमस्कार, जय नेपाल। यो काम गरेको हाम्रो लगभग 2 पुस्ता भइसक्यो। एक पुस्ता बुवा, अर्को पुस्ता हाम्रो छ। अनि यो कसरी सिक्नुभयो कि यो सिक्नुपर्छ अनि कसरी सिक्नुभयो? बुवाले सिक्नु भएको थियो, बुवाले हामीलाई सिकायो। अनि यो अर्को यो पानको कुरा गर्ने हो भने हजुर, यो पानै तपाईँ पानै पसल किन खोल्नुभयो? त्यही बुवाले सिकेर तपाईँले सिकाउनुभयो, यो अरू कुनै कारण थियो? होइन, काम त्यो कारण त्यो पनि थियो र अरू के छ भने अब पढाइ लेखाइ बन्द भयो। कतिसम्म पढ्नुभयो? 7 कक्षा। किन बन्द गर्नुभयो पढाइ लेखाइ? होइन, अब त्यो हिसाबले त्यतिखेर लाग्यो कि अब काम पनि गर्नुपर्छ, त्यही हिसाबले कामतिर लाग्यो अनि पढाइ पनि सक्यो। अब अरू कामतिर गयो भने समय पनि जान्छ, बरु आफ्नै काममा समय दियो भने के सिक्न पनि पाइन्छ भनेर र मलाई प्यासन पनि भइसक्यो पान लगाउने। त्यही भएर यो काम प्यासनको हिसाबले गरिरहेको छु म। अनि यो पान अहिले जुन छ नि, यो जनकपुरमा धेरै पसलहरू छन् अनि धेरै पसल भइसकेपछि त्यसको आम्दानीको अवस्था कस्तो छ यो पान पसलको? आम्दानी ठिकै छ, घर परिवार चल्छ, अरू जे अलिअलि जोगिन्छ पैसा त्यति हो, घर परिवार राम्ररी चल्छ अहिले व्यवसायले। तपाईँको बुवा जुन पसल थाप्नुभयो अनि तपाईँलाई याद होला, अहिले यदि हामीले यो विभिन्न पानको प्रकारहरू छन् त्यो प्रकारको कुरा गरौँला पछि। अनि यो सँगसँगै पहिला कति पैसामा एउटा खिल्ली पान पाइन्थ्यो र अहिले कतिमा पाइन्छ? मैले चाहिँ जतिखेर स्टार्टिङ पिँढीमा बुवाले चलाउनु हुन्थ्यो त्यतिखेर लगभग
1.5-2 रुपियाँ 3 रुपियाँ थियो अहिले आउँदा आउँदै तपाईँलाई 20-25 रुपियाँसम्म पुगिसकेको छ एउटा खिल्लीको हजुर 20 रुपियाँ 25 रुपियाँ 15 रुपियाँ हेरिहेरि छ अनि यहाँ सबभन्दा बढी कुन पानको बिक्री छ कुन व्यक्तिले खान रुचाउँछ रुचाउन त दुइटै हो दुई किसिमको पान प्रायः चल्छ यहाँ एउटा बङ्गला पत्ता एउटा मिठा पत्ता भन्छ र एउटा मघी पत्ता मघी अलिक कम चल्छ बङ्गला पत्ता र मिठा त अलिकति बढी चल्छ अनि अलिकति हाई क्वालिटीको मान्छे छ भने तपाईँलाई मिठा पत्ता रुचाउँछ र अलिकति मिडल क्लासको अथवा लो क्लासको मान्छे त होइन उसले चाहिँ बङ्गला पत्ता रुचाउँछ खानको लागि त्यो बङ्गला पत्ता र मिठा पत्तामा फरक के हो मिठा पत्तामा अलिक खानुभयो भने त्यो अलिकति क्वालिटी त्यसको राम्रो हुन्छ सफ्ट जस्तो लाग्छ र बङ्गला पत्तालाई अलिकति टर्रो जस्तो हुन्छ त्यही भएर प्रायः मान्छेले आफ्नो आफ्नो हिसाबले खान्छ कसैले मिठा पत्ता कसैले बङ्गला पत्ता खान्छ अनि यो जसरी यो तपाईहरू यहाँबाट यो किन्नुहुन्छ अनि किनिसकेपछि यो यसको खेतीको अवस्था के छ हामीतिर हुन्छ या बाहिरबाट मगाउनुहुन्छ के छ अवस्था होइन आफ्नो खेती भन्नाले प्रायः त सब भारतबाटै आउँछ पत्ताहरू आफ्नो नेपालमा पनि छ तर नेपालमा त्यति प्रायः मान्छेले खेती गर्दैन त सबै भारतबाटै आउने हो र यहाँको पत्ता भने त अलिकति टर्रो जस्तो हुन्छ र उताको अब खेतीको हिसाबले बिजनेसको हिसाबले काम गर्छ अब बिजनेसको हिसाब गर्ने मान्छेले नयाँ नयाँ तरिका खोज्छन् कसरी राम्रो काम हुन्छ भनेर यहाँ खेतीमा त्यति रुचाउँदैन त्यही भएर यहाँ पान खेती यहाँ छैन सब भारतबाटै आउँछ कति तपाईँ बिक्री गर्नुहुन्छ एक दिनमा पान भन्नाले कति हो न 20-25 वटा अहिले छ पहिला त ठिकै चल्थ्यो अब यसो घुमफिरको हिसाबले अहिले व्यापार हामीहरूको डाउन भएको छ त्यही त कति मतलब एक दिनमा कति बिक्री हुन्थ्यो यहाँ कहिले कति हुन्छ भने त्यही 2-3 हजार 4 हजार चाहिँ चल्छ दैनिकको हिसाबले 2-3 हजार कति पसल होला तपाईँहरूको यहाँ जनकपुरमा जनकपुरमा सर होला नि अब त्यो हेरेको छैन त्यही पनि 50-100 वटा त होला लगभग एउटा यो जातीय पेसाको कुरा छ होइन यो पहिला पानको बिक्री तमौली होइन त्यसपछि तिनीहरूले गर्थ्यो होइन पानको पेसा अहिले सबै जाति लागेको छ यसको पछाडि त्यो आम्दानी राम्रो हो कि अरू कुनै कारण छ होइन धेरै कुरो हुनसक्छ आम्दानी पनि हुनसक्छ अर्को के छ भने अब मेरो बुवाले सिकेको छ मलाई सिकायो मैले सिकेँ अब पहिला पेसागत कुरो थियो जुन जातिले तमौलीले चौरसियाले गर्नुपर्ने होइन जस्तै मानौँ सुनको काम चाहिँ सुनारले गर्नुपर्ने त्यहाँ सबै वर्ग मिलिसक्यो अब त्यो वर्गमा त्यो काम छैन भने अर्को वर्गमा लाग्न सक्छ काममा त्यही भएर अब जातीयता नहेरेर अब जसलाई जे पेसन छ त्यही पेसामा लाग्ने भने पेसनको हिसाबले चाहिँ मान्छे जान्छ पानमा जसरी तपाईँले कथा हाल्नु पर्यो कतिले चुना मात्रा हालेर पनि खान्छन् त्यसको फरक के हो अर्थात् स्वादको फरक हुन्छ कि के फरक हुन्छ फरक भनेको 2-3टा हुन्छ जस्तै तपाईँले कथा हालेर खानु भने मुख अलि रातो हुन्छ चुना हालेर खानु मुख रातो हुँदैन त्यो पनि हो र अर्को चुनाले तपाईँलाई पेटको किराहरू पनि मार्छ भन्नाले यो स्वास्थ्यको लागि पनि उपयुक्त चुनावाला त स्वास्थ्यको लागि धेरै राम्रो हो कथाभन्दा राम्रो चुनावाला हुन्छ अनि कति खान्छन् त कथावाला धेरै खान्छन् कि चुनावाला धेरै खान्छन् लगभग उस्तै भन्नुपर्छ अलिक चुनावाला खाने मान्छे कम छ कथावाला खाने मान्छे अलिकति बढी छ अनि के मिसाउनुहुन्छ पानमा के मिसाउनुहुन्छ त्यो एउटा पान तयार गर्न के मिसाउनु पानमा त कथा चुना सुपारी हो त्यसपछि अब उहाँले कुन सामान खानुहुन्छ मिठा खानुहुन्छ कि जर्दा खानुहुन्छ कि पत्ती हालेर खानुहुन्छ उहाँको टेस्ट हिसाबले हामीले बनाउनुपर्छ अनि यो जसरी कसैले मिठा खायो अनि मिठा खायो भने के सामान हाल्नुहुन्छ त्यसमा मिठामा 4-5 थरीको हुन्छ चेरी हुन्छ गुलकन्द हुन्छ पान रसना हुन्छ अरू धेरै थुप्रै गुलकन्द हुन्छ अरू किमाम कस्तुरी हुन्छ धेरै थरीको हुन्छ मिठामा सामानहरू कहाँबाट ल्याउनुहुन्छ सामान त हामी जनकपुर ल्याउँछौँ त्यो पानको पाइने सामानहरू कहाँबाट जनकपुरमा व्यापारहरू छ त्यो उहाँसँग हामी किन्छौँ पानको पसल गर्ने वा पानका सामान पाउने छुट्टै पसल छ हजुर पानपातको लागि र पान मसला दुइटै एकै ठाउँ हामी उपलब्ध हुन्छ त्योबाट हामी ल्याउँछौँ अनि कथा आफै बनाउनुहुन्छ कथा पनि त हामी किनेर ल्याउँछौँ अनि किनेर ल्याएर त्यसलाई पकाउनुपर्छ जस्तै हामीले चिया पकाउँछौँ नि त्यही हिसाबले पकाउनुपर्छ त्यो कथालाई पहिला पानीमा 2-4-5 घन्टा छोड्नुपर्छ त्यसपछि त्यसलाई चिया जस्तै पकाउनुपर्छ अनि पकाएर अनि फेरि पानी हालेर घोल्नुपर्छ उसलाई यो भेगमा अर्थात् यो हामीतिर जनकपुरमा सबैभन्दा बढी कुन पानको बिक्री हुन्छ मिठाको कि बङ्गलाको कि अरू के कुन पानको होइन अब हामीहरूको हिसाबले के हुन्छ भने प्रायः सेमै भन्नुपर्छ तर बङ्गलाको अलिकति बढी हुन्छ मिठाको अलिक कम हुन्छ तर लगभग दुइटै उस्तै मिल्छ दुइटा उस्तै मिल्छ अरू यो पहेँलो पत्ता हुन्छ एउटा पहेँलो पुरै होइन त्यसको र अरू अर्थात् यसलाई भनौँ न जनकपुर भेगमा कति प्रकारको पान पाइन्छ
जनकपुर भेगमा प्रायः त 2-3 प्रकारको छ, जस्तै मिठा पत्ता भयो, बङ्गला पत्ता भयो। बङ्गले पत्तालाई हारा पत्ता पनि भनिन्छ। त्यसमा फेरि बङ्गला पत्ता जातीयता बेग्लै हुन्छ। बङ्गला पत्तामा बङ्गला पत्तामा भन्छ, बागरघाट भन्छ, डाँटी पान भन्छ, धेरै थरीको आउँछ। तर यहाँ प्रायः 2टा पाउँछ, बङ्गला पत्ता र मिठा पत्ता। अनि कुनै ठाउँ पनि मघी पत्ता पनि पाउँछ जनकपुरमा। मघीमा के हो फरक? मघी त तपाईँहरू त खानुभयो होला नि, यसका प्रकारहरू, यसका फरकहरू के हो? मघी एकदम सफ्ट हुन्छ, त्यसको पात त्यो टर्रो अलिकति हुँदैन। तपाईँले त्यो रुमाल हुन्छ, त्यो रुमाल जस्तै एकदम हुन्छ। त्यो भन्नाले मिठा जस्तै एकदम सफ्ट हुन्छ। त्यही भएर प्रायः यहाँ चाहिँ त्यो अलिकति कम पाउँछ र मिठा र बङ्गला अलिकति बढी पाउँछ यहाँ। अनि यो मान्छेले जब जसरी खान्छ नि तपाईँको पानको, यो जसरी बनारसी एउटा पत्ता हुन्छ, त्यो आउँछ कि आउँदैन? बनारसी पत्ता यता त प्रायः चल्दैन। कुन ठाउँमा होला, 1-2 ठाउँमा, तर प्रायः छैन यहाँ सर, यहाँ थोरै ठाउँ। अनि यो जसरी हामीले यसको पानको कुरा गर्ने हो नि त, पानमा अनि अर्को एउटा छ कलकतिया, अनि ठाउँ अनुसारको नाम मिल्दो रहेछ कि मघी भन्दा मगज जस्तो किन यस्तो? होइन, त्यो आफ्नो कल्चर जुन ठाउँको, जुन जस्तै मानौँ तपाईँ कुनै मन्दिर जानुभयो, कुन ठाउँमा कृष्णजीको मन्दिर हुन्छ, कुनै ठाउँमा रामजीको हुन्छ, त्यस्तै पातको जुन ठाउँमा जुन कुरो छ उसलाई प्रायोरिटी अलिकति बढी दिएको छ र पानको क्वालिटी पनि हुन्छ त्यस्तो। जस्तै हामी कपडा लाउँछौँ, कपडामा पनि आउँछ सुती, टेरी कोटन, खादी, त्यस्तै हो पानको पातमा पनि आउँछ। अनि सामान्य हिसाबमा मान्छेले पान खायो भने उसको कति पर्छ पैसा? एक खिलीको त्यही हो 20, 25, 15। अनि त्योभन्दा हाई क्वालिटी जानु भने अझ महँगो पर्छ। हाई क्वालिटीमा के हाल्नुहुन्छ? होइन, हाई क्वालिटी भन्नाले अब कुनै मान्छेले भन्छ 25 को ठाउँमा तपाईँ मसँग 30 रुपियाँ लिनुहोस्, तर अलिकति राम्रो सामान दिनुहोस् भनेर, त्यसले उहाँहरूले भन्नुहुन्छ। अर्थात् त्यो पत्तीहरू जुन हाल्छु त्यसको गुणस्तरीयतामाथि निर्भर पर्छ। हजुर हजुर, प्रायः त्यो पत्तीमाथि नै पर्छ निर्भर। अनि तपाईँको अर्को पहिचान हो साइकल यात्री, होइन? अनि कहाँ जानुभयो अहिलेसम्म? यहाँ पहिले तपाईँलाई पशुपतिनाथ, सिन्धुली बाटो भएर, त्यसपछि हलेसी महादेव, त्यसपछि मुक्तिनाथ, त्यसपछि ताप्लेजुङको पाथिभारा, त्यसपछि तपाईँलाई भारतको अयोध्या, त्यसपछि तपाईँलाई सागरमाथाको बेस क्याम्प, अनि त्यो बेस क्याम्प सघाइसकेपछि त्यसपछि म तपाईँलाई आमा दबलम हिमाल पनि चढेँ। हजुर, अहिलेसम्मको यात्रा। त्यो सबै पैसा भनेको तपाईँ यो यात्राको पैसाको जो हो यही पान पसलबाट गर्नुहुन्छ? हजुर, यही पसलबाट हो, घरबाट दिनुहुन्छ बुवा आमाले। बिहे भएको छैन? बिहे भएको छैन। अनि यो पान पसलको कसरी बुवा गर्नुहुन्थ्यो, बुवा पछि तपाईँ गर्नुभयो, होइन? अनि अब तपाईँ भन्नुहुन्छ म विवाहित पनि छैन, होइन? र यो पान पसलको आम्दानी तपाईँ बुवालाई दिनुहुन्छ र त्यसपछि उहाँ लिनुहुन्छ कि के छ? यो तपाईँ आत्मनिर्भर आफै बन्नुभएको चाहिँ के छ? होइन, घरको प्यारेन्ट्स चाहिँ बुवा हुनुहुन्छ, त्यही भएर यो जम्मै उहाँको जिम्मामा छ। अनि मलाई चाहिने खर्च बुवालाई भन्छु, आमालाई भन्छु, यति मलाई चाहियो भनेर उहाँले फेरि दिनुहुन्छ मलाई। हजुर। अनि यो जसरी मैले यो पानलाई हेरेँ नि, अनि यो पानमा यो यो कुन पान हो र कसरी बुझ्ने? यो पान मान्नु न, यो पत्तालाई कुन पत्ता मान्ने? यो बङ्गला पत्ता भनिन्छ यसलाई। अनि यो कसरी थाहा पाउने कि बङ्गला पत्ता हो? यसमा तपाईँलाई 1-2 दिन चाहिँ बुझ्नुभयो भने बुझ्न सकिन्छ, न व्यापारीले त प्रायः थाहा भइहाल्छ। जुन तपाईँलाई यसको यो 2 क्वालिटीको छ, यो बङ्गला पत्ता, यो मिठा पत्ता। यसको धर्को र यसको धर्कोमा फरक पनि हुन्छ। यो मोटो छ, यो पातलो छ? त्यो पनि हुन्छ, र धर्को पनि त धर्कोले चिनिन्छ खास गरेर। अनि खाने मान्छेले कसरी ठम्याइहाल्छ कि यो मैले बङ्गला खाएँ कि मिठा खाएँ? अब डेली तपाईँले बासमती चामल खाइरहनु भएको छ भने त टेस्ट थाहा पाउँछ नि त, त्यही हिसाबले हो। त्यही हिसाबमा थाहा पाउँछ कि मैले के खाएँ भनेर। हजुर। अनि सबभन्दा महँगो भनेको पान कुन हो? सबभन्दा महँगो, किनभने बनारसतिर के भन्छ भने 5-5 हजार, कहीँ त 50 हजारको पनि पान पाउँछ। यहाँ सबभन्दा बढी महँगो कुन पान पाउँछ? यहाँ मैले अहिलेसम्म हेरेको र हामी आफ्नो काउन्टरबाट 20 र 25 भन्दा बढीको बेचेको छैन पान। महँगो त महँगो होला अर्को ठाउँ पनि, तर अहिले यहाँ छैन। हामीमा 20-25 भन्दा माथि छैन अहिले। मतलब 20-25 भन्दा महँगो पान छैन? कुनै पसले राखेको होला, त्यो थाहा छैन मलाई, तर हाम्रो काउन्टरमा 20-25 भन्दा माथिको पान छैन। अनि त्यो पानमा नि के स्वर्ण भस्महरू पनि हाल्छ अरे, होइन? बनारसतिर त्यसको पहिचान त्यसै गरी बनेको छ। तपाईँहरूको त्यस्तो छ कि छैन? त्यो स्पेसल मान्नुहोस्, होइन? म रन्जितको पसलमा आएर पान खानु पर्यो, अनि त्यसमा के स्पेसल त केही छ कि छैन त्यस्तो? तपाईँ जसरी कुरो गर्नुभयो भस्म हाल्छ, होइन? 5-5 हजार पानको पर्छ भने
त्यसमा त्यही क्वालिटी सामान भस्म हान्यो भने अब कसैले भन्छ सुनबाट बनेको पत्ती हालिदिनु अब पत्तीमा चाँदीको तबक हुन्छ त्यो भएर महँगो भएको हो र क्वालिटी पनि हुन्छ तर हामीहरू कहाँ त्योभन्दा महँगो छैन अहिले हस् धन्यवाद हस् धेरै धेरै धन्यवाद जय नेपाल